ल बाबु ल्याउनु पर्यो बुवा आउनु थाल्नु छ ल नानीहरू यहाँ बस मेरो बुनु यता हेर त अहिले तिमी कति राम्रो बेबी त ओहो ल फेरि हेरिदियो यता मोबाइलमा यसो गर दुईटा हातले गुड पोज पोज ल ठिक छ ल नानी नचलाऊ छोरी छोरो नचलाऊ नचलाऊ अहिले उहाँ बुवाले कान काटिदिनुहुन्छ कहाँबाट कसलाई फोन गएको पहिला दाहिने खुट्टाले टेकाऊ अनि दुईटा खुट्टाले टेकाऊ ओम मङ्गलम भगवान् विष्णु मङ्गलम पहिला दाहिने मङ्गलम भगवान् विष्णु मङ्गलम तदेव अब देवले तदेव लग्नं सुदिनं तदेव तारा बलं तपाईँ पल्टिनलाई दुईटै खुट्टाले भगवान् विष्णु मङ्गलम भयो ल मेरो आमा ल हिँड्नुहोस् नानी नचलाऊ छोरी मङ्गलम भगवान् विष्णु मङ्गलम मङ्गलम पुण्डरीकाक्षी मङ्गलाय तनो हरि तदेव लग्नं सुदिनं तदेव तारा बलं चन्द्र बलं तदेव त्यो भित्र हो अहिले मैले जाँदा अहिले जानु पाइनँ भित्र पठाल्नु पर्यो नि घरभित्र ओहो जत्रै हाई गरे यहाँ अब मैले मैरेतिर जानु पर्यो फेरि दादा तपाईँले यो बोलेर अर्को त्यो पहिलाको चुनावको हो त पहिलाको हो चन्दना छेतान ल्याउनु हिँडिराख्न पर्ने रहेछ साथी चाहिँ नम यहाँ छया त्यस्तै अब पूजा गऱ्यो ताबत सुरत ल उठेर अर्को दिन सूर्यलाई अग्रिडे नाराज सर्वतमा निवेश नतम तत्त हेदे नयन सबै पहिलो त्यो आइका दिन देउरी कुट्टे अनि तीन फेर घामलाई यो मङ्गलम भगवान् विष्णु मङ्गलम मङ्गलम पुण्डरीकाक्षी मङ्गलाय तनो हरि तदेव लग्नं सुदिनं तदेव तारा बलं चन्द्र बलं तदेव विद्या तदेव लक्ष्मीपति हेरामि लावते सुन्दरते शिवाय ल जा अब नयाँ कपडा फेरेर राम्रो बनाएर ल्याउनु पर्यो अब नयाँ कपडा नयाँ कपडा चाहिए नयाँ कपडा
ल साईराम पद त्यहाँ पूजा गर्नु मेरो छोरो विद्वान बलवान होस् दीर्घायु होस् राम्रो पढोस् कुनु तिमीले होइन ल हजुर सुमिन गला सुमिन गला ल बाबु नानीले अझ पनि भाँच्ची